नमस्ते सबैजनालाई। मेरो भिडियो लामो समयदेखि भिडियो आएको थिएन हैन। तपाईहरु ले केही सोच्नु भएको थिएन। म चाहिँ कोमातानामा थिएँ के भनेको समस्यामा भन्नाले आफै के कस्तो भएको थियो भन्दाखेरि म चाहिँ जापान आएको धेरै भएको छैन, तपाईहरुलाई थाहा छ हैन। अनि जुन चाहिँ मसँग बस्ने नेपाली थियो त्यो त कस्तो थियो कस्तो रहेछ भनेर त्यो मसँग सँगै आएको नेपाली कस्तो रहेछ भनेर मैले चाहिँ अघिल्ला भिडियोहरुमा पनि भने। अनि ठिकै छ, बोलचाल छैन हैन, एकदम के त्यो पाखे पाराको मयुम भन्ने खालको मान्छे छ हैन। अनि चाहिँ अब त्यो तिनी कुराहरु छोड्दिनुस्, त्यसको चाहिँ विषयमा मैले छुट्टै बताउँला यदि तपाईहरुलाई चाहियो भने। के भयो भन्दाखेरि यहाँ चाहिँ कम्पनीमा हैन काम चाहिँ अब साउले भनेको अब हाम्रो काम चलिरहेछ, अब गइन्छ ड्युटी हैन। कम्पनीमा साउले काम चाहिँ अब साउले भनेको अब हाम्रो काम चलिरहेछ, अब गइन्छ ड्युटी हैन। कम्पनीमा साउले मलाई केही भन्दैन के हैन। मलाई चाहिँ अब मेरो काम देखेर सुरुदेखिको फर्स्ट डे देखिको काम देखेर साउनीहरुले मलाई खासै केही भन्दैन, केही जो भन्दैन। अब भन्नु पर्यो केही जो भन्दैन के मलाई त्यसरी। अब अस्ति एकचोटी मेरो कारणले, मलाई थाहा नभएको कारणले मैले गर्दाखेरि एउटा मिस्टेक भएको थियो। त्यो पनि दुईटा चाइनिजहरुले 4-5 दिनदेखि त्यो नहुने ठाउँमा सामान थियो, त्यसलाई चाहिँ मैले उचालेर फाल्दिएँ हैन। अनि त्यसपछि यो चाहिँ महँगो हो, यसलाई चाहिँ तैँले किन उ गरिस् भनेर भन्यो त्यसले हैन। अब त्यो चाहिँ अब 4-5 दिनदेखि वेस्टेज एरियामा थियो, वेस्टेज राख्ने ठाउँमा थियो त। अनि त्यो त मैले अब मेरो क्लियरेन्स त्यहाँ गर्ने कामहरु त मेरो आधारमा पर्छ त मैले त गर्नु पर्यो, मेरो त त्यो मेरो समस्या थिएन हैन। अनि मसँग रिसाएन त्यो, तर चाहिँ मेरो अगाडि चाहिँ चाइनिजहरुसँग बोलाएर यो किन यहाँ राखिस् तैँले, यो उलाई थाहा छैन होला के छ होला यताउति भनेर भन्यो हैन। अनि मसँग रिसाएको थियो। अनि म चाहिँ 2 दिनसम्म काममा गएँ, कसैसँग बोलेन हैन। अनि नौटङ्की त कहाँ सुरु भयो भन्दाखेरि म कसैसँग झुक्दिनँ, तँ भन्दा केही झुक्दिनँ, म कसैसँग केही तँ भन्दा केही कम छैन भन्ने खातेले कहाँको खाते हो यो थाहा भएन हैन। सम्पत्ति के छ कसो छ भन्दाखेरि म यस्तो बिजनेसम्यान, यहाँ आउँ गाउँमा ट्राभल, घरमा ट्राभल, यहाँ आउँ भनेर सुन तँ भन्दा केही कुरामा कम छैन भन्छ। डुप्लिकेट सर्टिफिकेट बनाएर आछ हैन। अब पढे लेखेको मान्छे पनि चिन्दैन हैन, अलिकति व्यावहारिक कुरा छैन, केही छैन हैन। त्यस्तो के एउटा केही सम्झाउन हेलो हाई भन्न केही गर्ने बोल्नै नहुने कि उसको लागि तैँले त भन्दा म ठुलो मान्छे हुँ भन्ने जस्तो पारा छ हैन। त्यही हो। अनि त्यसले चाहिँ के गरेछ भन्दाखेरि त्यो चाइनिजहरुसँग, अब त्यो चाइनिजहरु त मसँग खुखानी भए। अनि त्यो 2 जना चाइनिजहरु हाम्रो टिममा 2 जना चाइनिजहरुसँग चाहिँ त्यसले पुरा त्यो एउटा सानो चाइनिज छ, त्यसले चाहिँ धेरै गाडी साडी यता जेसीबीहरु चलाउने यताउति बाहिरको काम पनि गर्छ हैन। त्योसँग त त्यसले त मेरो हाम्रो टिमको म तिनीहरुकै टिममा छु हैन। अनि त्यसपछि चाहिँ त्यसले त तिनीहरुसँग मिलेर हैन मलाई बिल्ला गर्ने, यहाँ गर्ने